सिन्जु पनि रेडी भइसकेको छ। अब यसलाई मिक्स गर्न बाँकी छ। यो चाहिँ मैले गाडी अनि मोरक पानीमा बफ्राएर अनि त्यहाँदेखि हालेको। यहाँ हेर्न सक्नुहुन्छ हरियो हरियो पत्ता चाहिँ यो बोडीको पत्ता हो अनि कोबी हो। अनि त्यहाँदेखि यसमा मैले एड गरेको छु फर्सीका बिया, अनि त्यहाँदेखि बदाम, त्यहाँदेखि मैले राखिदिएको छु मकै पिसेर मकैको सातु। अनि त्यहाँदेखि सिलाम चाहिँ मैले पाइनँ, त्यस लागि चाहिँ मैले एड गरेँ बदाम एड गरेको छु। यसलाई अर्थक पनि सामान जुटाउन सकेको छुइनँ, यति नै हो। जे भेटेँ त्यति नै बनाएर, तर हामीलाई चाहिँ एकदम राम्रो लाग्छ यो सिन्जु भनेपछि। मणिपुरको चाहिँ पुरा एकदम फेमस डिस हो। तपाईहरुलाई चाहिँ कस्तो लाग्छ, मिठो लाग्छ कि लाग्दैन कमेन्टमा बताइदिनु होला। अब यसलाई चाहिँ यसरी मुस्नुपर्छ ल त गाइस।